हेलो नमस्ते सम्पूर्णमा म सुमिता तमस्य हामी चाहिँ आज साथीभाइसँग मणिचुर डाहाको लागि निस्केका छौँ। बाटोहरू यस्तो अफरोड रहेछ होइन, जाँदा जाँदै बाटोमा छोटो भिडियो बनाऊँ कि भन्ने सोचेर मैले भिडियो चाहिँ बनाउन थालेँ। बाटो पनि यस्तो गाह्रो रहेछ अनि यस्तो राम्रो खोलाहरू पनि रहेछ जाँदा जाँदै बाटोतिर होइन, रमाउँदै जाँदै थियौँ। अनि केही टाइमपछि हामी चाहिँ मणिचुर जाने बाटो यहाँबाट चाहिँ हामी पैदल यात्रा गर्नुपर्ने थियौँ। यहाँबाट माथि चाहिँ कुनै रोड पनि थिएन, कुनै साधन पनि जाने थिएन। हामी बिस्तारै उकालोतर्फ लागे साथीहरू सबै गफ गर्दै जाँदै थियौँ। अनि बहिनीहरूसँग गफ गर्दै बिस्तारै म चाहिँ अगाडि अगाडि न भिडियो लिँदै कति राम्रो ठाउँ के एकचोटि नि नगएको, फर्स्ट टाइम गएको थियो होइन, धेरै रमाइलो लाग्यो। अनि हेर्नु न कस्तो राम्रो बिचमा बाटो, साइड साइडमा जङ्गल अनि धजाले बाँधेको थियो। अनि लामा गुरुहरू पनि आउँदै हुनुहुन्थ्यो। मैले यतिकैमा भिडियो लिएँ, कति राम्रो देखेको थियो, रमाइलो पनि भइरहेको थियो। मलाई चाहिँ एकदमै होइन एकदमै एक्साइटेड थियो। अनि पहिलोचोटि गएको थियो नि त, अनि युट्युबतिर चाहिँ देखिरहेको हुन्थेँ यो ठाउँको बारेमा। अनि आज चाहिँ प्रत्यक्ष आफू नै जान पाउँदा त धेरै खुसी लागिरहेको थियो। बाटो कुनै ठाउँमा सिडी लगाएको थियो भने कुनै ठाउँमा यस्तो थियो बाटो चाहिँ, त्यही पनि सजिलो नै थियो बाटो एकदमै। अनि बिस्तारै बिस्तारै उकालोतर्फ जाँदै थिएँ। साथीहरू पनि पछि पछि आउँदै हुनुहुन्थ्यो र अरू मान्छेहरू पनि जाँदै हुनुहुन्थ्यो है त। अनि आउनुहोस् है त मणिचुर डाहा हेर्दै गरौँ। यतिकैमा साथीहरूसँग फेरि रमाइलो गर्नु पर्यो ल, यता हेर्ने चाहिँ भिडियो क्लिप हुँदैछ भनेर उहाँले पनि बोलाउँदै गफ गर्दै उनीहरू सँगसँगै भिडियो लिँदै जाँदै थियौँ। बाटो चाहिँ एकदमै रमाइलो थियो। तर यता हाम्रो दाइ पनि हुनुहुन्थ्यो, उहाँ दाइले पनि जिस्काउँदै हेलो भन्नु न भन्न लगाएँ मैले होइन, हेलो पनि गर्दै हुनुहुन्छ। अनि बाटो पनि यस्तो मौसम पनि हेर्नु न कस्तो यो टाइमको, यो वैशाख जेठको टाइमको मौसम पनि यस्तो थियो। तर पनि कस्तो राम्रो कि कस्तो शीतल रमाइलो लाग्यो है, रमाइलो लागिरहेको थियो। अनि यस्तो ढुसी आइरहेको थियो कि झनै राम्रो देखिरहेको थियो त्यहाँको माहौल। अनि जाँदा जाँदै बिचमा यस्तो धजाउँदै होइन, झनै कस्तो रमाइलो लाग्यो, राम्रो लाग्यो ठाउँ पनि होइन। कस्तो पुरै बाक्लो गरेर यस्तो फाँट रहेछ न, बाक्लो गरेर यस्तो धजा हालेको रहेछ। अनि एकदमै खुसीको साथ भिडियो क्लिप गर्दै रमाउँदै जाँदै थिएँ। देख्न सक्नुहुन्छ यस्तो राम्रो बनाएको रहेछ होइन। हजुरहरू पनि जानुभएको छैन भने आउनु होला एकचोटि, एकदमै राम्रो छ होइन, सोचेको भन्दा पनि धेरै राम्रो। बाटो पनि 20 मिनटको भन्नुभएको थियो होइन पैदल यात्रा चाहिँ। हामी चाहिँ त्यति धेरै टाइम चाहिँ लागेन, 10 मिनटमै पुगिन्छ। बाटो पनि सजिलो नै छ। अनि सबैजना भिडियो लिँदै थिए, खुसीका साथ हेर्दै थिए, घुम्दै थियो होइन। अनि यतिकैमा अब पोखरीतर्फ पनि हामी लाग्यौँ। अब यो ठाउँबाट पोखरी जान चाहिँ 1 मिनटको बाटो होला सायद। यहाँबाट पनि यस्तो धजा बाँधेको रहेछ। हामी जाँदै थियौँ र जङ्गलभित्र पनि त्यो नेचुरल होइन, त्यो प्रकृति देखेर नै एकदमै लोभ लागिरहेको थियो। त्यति बेला हल्का बादल लागिरहेको अनि जङ्गलको बिचमा धजा बाँधेको, बिचमा जङ्गल र साइड साइडमा हरियाली जङ्गल हुँदा त हो मन त यति रमाइरहेको थियो नि। अनि यतिकैमा हामी टक्क मणिचुर डाहा पोखरी पुग्यौँ। हेर्न सक्नुहुन्छ पोखरी त झन् कति राम्रो, कति सफा थियो होइन। यहाँ पनि पुरा धजाले घेरिएको थियो। यो सबै पोखरीको राउन्ड नै धजाले बाँधिएको थियो। झनै एकदमै खुसी लाग्यो मन, एकदमै खुसीको साथ भिडियो लिँदै थिएँ। हजुरहरू पनि जानुभएको छैन भने एकचोटि अवश्य जानुहोला, एकदमै रमाइलो छ। मणिचुर डाहाको यात्रा सफल पनि भए। बाई बाई सम्पूर्णमा।